साथीहरु म पानुहाङ तपाईको आफ्नो ब्लगर र म फर्किएको छु नयाँ एनर्जी र नयाँ धमाका कन्टेन्टको साथ। यो ब्लग अलि स्पेशल छ किनभने म 2 हप्तापछि फर्किएको छु। तयार हुनु होला, आजको यात्रामा रमाइलो हुनेछ। 2 हप्ता समय हराए तर अब म धमाकादार ब्लग लिएर आएको छु। माफ गर्नु होला साथीहरु, पछिल्लो 2 हप्ता नयाँ भिडियो दिन सकिनँ किनभने मेरो हल्का आँखामा इन्जरी छ र आँखामा प्रब्लम छ। हेरिसक्नु हुँदैछ कस्तो कालो भला पुरै हो। र आजको यस भ्लगमा वहाँ देखाउनु होला एकचोटि बुलडोजरले हाम्रो यहाँ बुलडोजरले चाहिँ हाम्रो घर अगाडिको पुल भत्काइदिएको छ। अब चाहिँ म पुल बनाउन जाँदैछु र पुल बनाउनको लागि म यो लग युज गर्नेवाला छु। लग यहाँ अर्को लग पनि छ। यहाँ हाम्रो पुल हुने गर्थ्यो र तपाईँलाई थाहा थियो होला, म यहीँबाट साइकल माथिबाट मुनि हालिदिन्थेँ र यो पुल चाहिँ अहिले अब भाँचिएको छ त्यो बुलडोजरले गरेर। सो गाइज म चाहिँ अब पस्नु आँटेको छु यहाँ मुनि पुल बनाउन यहीँ होइन। सो गाइज म चाहिँ यहाँभित्र छिरिसकेको छु र बिल्डिङ ब्रिज प्लिज सब्सक्राइब च्यानल ढाल्नु पढ्नुले अब भाँच्यो नै भयो। ज्योति मगरको बुढोले अब खाटलाई गएर त्यहाँ हालिदिँदा के हुन्छ होला। कस्तो कुल आइडिया इलन मस्क। हेर्नु सक्नु हुँदैछ हाम्रो पुल बनेर तयार भइसक्यो र अब म शिवगञ्ज जाँदैछु। गाइस मैले मेरो साइकल निकालिसकेँ र यसपालि म नो मिस्टेकको साथ। सो गाइस आज चाहिँ फुटबल म्याच हल्का ढिलो हुन्छ होला किनभने मम्मीले मलाई शिवगञ्जमा बोलाउनु भएको छ एउटा सामान डेलिभर गर्न घरमा छिटै। त्यसैले म अब शिवगञ्ज जाँदै लाग्दैछु अब। सो अहिले भर्खर म तान्छेको घरमा तान्छेलाई भेटेर आएँ र अब सामान पुऱ्याएपछि मात्रै अब हाम्रो म्याच हुने भयो। सो गाइस फाइनली शिवगञ्ज आइपुगेछौँ र यहाँबाट लेफ्ट सो गाइस यो चाहिँ हाम्रो भाइको घर हो, निलक्स कार्की नामको र यहाँ जानु छुट्टीमा हेर्नलाई गाइस रोब्लक्स खेल्दैछ। कुन गेम खेलेको? रोब्लक्सको कुन गेम? ब्रेन गेम। यो निलक्स कार्की टिभी हेर्छु के हेर सिरियल हेरेको भाइ लजाउँदैछ बोल्न के हो ब्र ब्र पत्ता पिन लगा एकचोटि ठुङ ठुङ ठुङ। ट्रालालेको बडी ओ माय गॉड कस्तो खतरा भाइ। घुमाडीले होइन बडी हेर्छ घुमाडीलेको बडी चिम्पान्जी नहीं बनानी नहीं ब्र ब्र पता भी नहीं। और भाइ त खतरा गेम खेल्दो रहेछ नि। गाइस यो पालिको शनिबार चाहिँ फुटबल म्याच भएन र अर्को शनिबार चाहिँ म ट्राई गर्छु चोमु खड्कासित फुटबल म्याच गर्ने र अब म घर जाँदैछु।
यही सामान अब घर पुऱ्याउनु छ त्यसैको लागि आएको होला हौ म अहिले गाइस फाइनली घर आए र आज चाहिँ हामी फुटबल खेल्न जान्नौँ तान्छु र म त्यसैले आज मेरो रुटिन अर्कै भयो यहाँ मासु छ होला आज म मासु पकाउँछु गाइस भ्लगर बोयले आज मासु पकाउँछ है मासु पकाउँछ मासु पकाउनुभन्दा अगाडि मैले कुकरमा तेल हालेँ सो गाइस तेल चाहिँ अहिले खरिँदैछ गाइस तेल खरिएपछि अब जिरा हाल्नुपर्छ यहाँ जिरा सो गाइस मासु हेर्नु होला मटन मतलब खसी त्यसपछि चाहिँ मासु हालेँ मैले अब सुन्नु होला यहाँ हेर्नु होला झोलादेखि खनाएर मासु हालिसकेँ र अब सो गाइस अब मासु चलाउँदैछु म अब गाइस त्यसपछि मैले हल्का प्याज काटिएन किनभने म एउटा हातले युज गर्दैछु त्यसैले अब म काटेर तपाईँलाई देखाउने छु सो गाइस प्याज मैले काटिसकेँ र अब म यसलाई कुकरमा हाल्नेवाला छु अनि चलाउने छु एकछिन सो गाइस मैले प्याज हालिसकेँ अझै रहेछ यहाँ प्याज त्यसलाई पनि हालिदिएको र प्याज हालेपछि अब चलाउनु 5 मिनटको लागि मैले मासुलाई छोपेँ र अब म मासुमा अघि मैले पिनेको पेस्ट हाल्न जाँदैछु र यही हो पेस्ट अघि एड गरेको प्याजलाई नपुगेर अब म यहाँ एड गर्न जाँदैछु टमाटर र अब मैले टमाटर हाल्न जाँदैछु टमाटर हालिसकेँ मैले टमाटर र अब मसलाको पेस्ट एड गरेपछि चाहिँ हामी यहाँ चलाउनु हुँदैन रहेछ र हल्का एकछिन खरियाउनु छोडिदिनु पर्दो रहेछ र एकछिन खरियाएपछि मात्रै चलाउनु पर्दो रहेछ खरियाउनुको लागि यहाँ मैले लो फ्लेममा राखेको छु हल्का त्यसपछि मैले हालेँ यहाँ टिम्बुर एड गरेपछि मैले एड गरेँ यहाँ कडी पत्ता त्यसपछि मैले मसलालाई हल्का चलाएर रातो हुने जेलसम्म मैले यहाँ पर्खेँ चलाएर यहाँ रातो पनि हुँदै थियो र म यहाँ पानी एड गर्दै छोप्दै गर्दै पकाउँदा पाकिसकेछ पाकेपछि पनि अलिकति अझै ग्रेभीको लागि भनेर मैले यहाँ पानी एड गरेँ र एकछिन मैले बिस्तारै चलाउँदै मैले त्यसलाई छोपिदिएँ गाइस तपाईँ चाहिँ मासुमा स्वाद अनुसार नुन हाल्नु सक्नुहुन्छ र मैले चाहिँ हल्का मात्र हालेँ र हल्का हाल्दैमा चलाउँदैछु जसले गर्दा नुनको डल्ला हुँदैन र अब म चलाउँदैछु त्यसपछि मैले हल्का एड गरेँ नुन हल्का किनभने भरे चर्को भयो भनेर नुन टपक्क बोकेर लगेर मैले हालेँ कुकरभित्र र अब म चलाएँ धरै चलाएँ मैले त्यसपछि मम्मीले भन्नुभयो अबदेखि म यहाँबाट गर्छु काम र पानी एड गर्नुभयो र त्यसपछि अझै भन्नुभयो मलाई कि राम्ररी बोल्ने सिक्ने गर सुरुमा अनि पका राम्ररी भ्लग गर एडिट गर त्यसपछि मात्रै तेरो भ्युज आउनेवाला छ र अझै पानी हाल्नुभयो यो पानी चाहिँ किन हाल्नुभयो भनेर मैले सोधेको यति धेरै भित्रको मसला चाहिँ राम्ररी पाकोस् भनेर हाल्नुभएको रहेछ अनि त्यो सुनेर म हाँस्नु थालेँ र आजको लागि यति नै भन्दै म अब मेरो भ्लगलाई रोक्दैछु र यहाँ पछि चाहिँ मेरो मम्मीले अर्ग्यानिक घरमै बनाएको चिल्ली पाउडर हाल्नुभयो जो देखेर मलाई हाँस उठ्यो किनभने चिल्ली पाउडर त्यो त दोकानबाट पनि किन्नु सकिन्छ त्यसपछि हेर्नु होला मासुको कस्तो राम्रो हालत भइरहेछ यहाँ सुप मासुको र अब हल्का एकछिन पाकेपछि अरे सर्भ गर्नु पनि मिल्छ मेरो मम्मीले भन्नुभएको र त्यसैले अब यही म भ्लग एन्ड टु सब्सक्राइब माई च्यानल टिल देन टेक केयर बाई गाइस